हेलो मर्निङ ब्रो हजुर ए हजुर ब्रो अलिकति यार अलिक ब्रेक लिइरहेको छु सोसियल मिडियाहरूबाट त्यही हो छैन गायब छैन हजुर होइन त्यस्तो केही भएको छैन ब्रो इट्स गुड होइन ठिक छ कहाँ हो आफू ए होइन त्यस्तो रिच आउटै गर्नुपर्ने खालको त खासै केही भएको छैन होइन केही चिजहरू अब हुन्छ नि आउट अफ कन्ट्रोल गयो भने म कल गर्छु अब यस्तो छ कि अब सुख टाइपको चिजहरू पो अब हुन्छ नि सेयर गर्न मिल्छ अब यो पर्सनल चिजहरू के सेयर गर्ने कसलाई के भन्ने कि फेरि भनेर नि के हुन्छ कि त्यो सुन्नेले नि के नै गर्न सक्छ र त्यही त हो नि सो होइन ठिक छ केटाहरूसँग बोलिरहेको छु अब त्यो हुन्छ नि कल गरिरहेको छु रिच आउट गरेर हुन्छ अब त्यो सोसियल मिडियामै हुन्छ पोस्टै गर्नुपर्छ यो त्यो भन्ने कुरा अहिले त्यसले फेरि दिमाग खाँदो रहेछ कि जे परिरहेको छ त्यस्तै टाइपको रिलहरू दुनियाँदारी के पठाइदिएर पनि अर्को तनाव गरिदिरहेको हुन्छ कि सो हुन्छ नि अब त्यो सानो चिजहरूले डिस्ट्र्याक्ट हुनुभन्दा अल्टिमेट चाहिँ के हो बुझ्न खोजिरहेको अलिकति बुकहरू पढिरहेको छु ब्रो त्यही हो होइन अल गुड नो वरिज ब्रो नो वरिज होइन थ्याङ्क्स होइन म कल गर्छु भन्ने सोचिरहेको थिएँ बट सरी यार अब आई डोन्ट नो यस्तै भयो भनौँ न त्यही 3 महिना जति भयो युट्युब चाहिँ अब भिडियोहरू बनाएको छ पोस्ट गरेको छैन त्यही हो होइन आउँछु अलिकति फ्रेस हुँ न त्यही सोचिरहेको 6-7 महिना जति होइन सुरुमा त 1 महिना जति ब्रेक लिन्छु भन्ने सोचेको थिएँ अनि हजुर ब्रो हजुर होइन ठिकै छ होइन म फेरि अलिकति अरू नै चिजहरूमा छु कि खासमा त्यो साइकाटिस्ट यो त्यो भन्दा पनि हजुर ब्रो हुन्छ ब्रो ल ए हुन्छ केही भयो भने I'll call you हुन्छ ब्रो टेक केयर बाई डिट्याच गर्न गाह्रो हुन्छ नि तिमी पो इन्टेन्सनली अब म चाहिँ एकदमै मलाई चाहिँ फरक पर्दैन भनेर म अरूको इमोसनसँग खेल्नु त भएन नि त त्यो मान्छे अट्याच हुन सक्छ नि त तिमीसँग सो हेर किन बेकारमा हुन्छ नि कसैको मेन्टल हेल्थ नै बिगार्दिने मन मात्र होइन मेरो आत्मा नै सुम्पिदिउँला म तिम्रो लागि एक होइन हजारै जन्म पनि लिउँला म पर्छ यार हरेक केटा मान्छेलाई लाइफमा एक न एकचोटि चाहिँ यो मोमेन्ट आउँदो रहेछ कि जिन्दगी बाँच्नुको के अर्थ यस्तै छ केटाहरूलाई
चाहिँ अलिकति कन्सर्नको विषय भएछ कि कहाँ हरायो के हरायो हुन्छ नि रिच आउट गरिरह अलि ढिलै भए पनि मान्छे रिच आउट गरिरहेछ अब खासै फरक नपर्ने स्टेजमा छु कि म चाहिँ हुन्छ नि त्यो पोजिसनमै केही चिजहरू करियरदेखि लिएर मान्छेदेखि लिएर सबै केही कुराहरू पनि त्यो पोजिसनमा राख्न खोजिरहेको छैन मैले ट्राइङ टु एक्सेप्ट जे भइरहेछ जे सबै चिज हुन्छ नि अब आफ्नै गतिमा गइरहेछ आफ्नै उसमा गइरहेछ हिजो म यही ठाउँमा आनन्दले अर्कै रूपले हुन्छ नि प्रफुल्लित टाइपको हुन्छ नि एकदमै खुसी भएर बसिरहेको थिएँ आज म अब त्यो जहिले रहँदैन नि त अनि म चाहिँ अब अहिले हुन्छ नि सुख दुःख केही चिजहरू पनि हुन्छ नि पर्मानेन्ट छैन अनि त्यो चिजमा किन अल्झिने कि जुन चिज चाहिँ अब पर्मानेन्ट नै बस्दैन भने अब हुन्छ नि आफू चाहिँ त्यो भित्र हराउनु भएन टाइपको हुन्छ नि कति कुराहरू चाहिँ अलिकति के भन्ने अलिकति लाइफमा आध्यात्मिक चिजहरूको कमी भयो कि धेरै मोडर्न भयो धेरै आफूलाई अलिकति हुन्छ नि टाढा राख्न थाल्यो अनि अलिकति गाह्रो हुँदो रहेछ कि सिचुएसनहरू अहिले भइरहेछ ठिक छ नि त 20-22तिरको उमेरमा के जस्तो लाग्छ त्यो बेला भइरहेको हुँदैन कि जबसम्म आफूलाई परिरहेको हुँदैन मान्छेलाई त्यो तर आउँदो रहेछ कि अब त्यस्तो नपुग्ने त केही पनि छैन यो भयो भने म खुसी हुन्छु भने त्यो भयो फेरि त्यसकै वरिपरिको केही न केही अर्को चिज आउँछ फेरि अर्को चिज आउँछ फेरि अर्को चिज आउँछ अनि खुसी नै नहुने कि अनि अर्को चिज मैले रियलाइज अहिले गरेको चाहिँ खुसी आउँदा चाहिँ क्या खुसी हुन्छ कि मान्छे हुन्छ नि आनन्द अनि सुख भनौँ न सुख आउँदा क्या खुसी हुन्छ अनि सुख जाँदा क्या त्यो दुःख हुन्छ कि दुःख आउँदा गाह्रो हुन्छ अनि दुःख जाँदा चाहिँ खुसी हुन्छ कि मान्छे अनि हुन्छ नि दुइटैमा मजा छैन रहेछ कि खुसी आयो दुःख आयो तिमी हेरिरहेछौ तिमी कन्सटेन्टली बसिरहेछौ त्यही दुइटै चिजलाई एउटै हुन्छ नि पास भइरहेछ कि यताबाट गयो बस हुन्छ नि तिमी यो बससँग पनि गएन योसँग पनि गएन तिमी हेरिरहेछौ कि भयो कि हुन्छ नि तिमी त्यहीँ रमाइरहेछौ त्यो चाहिँ हुनुपर्ने हो अब त्यो रियलाइज हुँदैन मान्छेलाई कति कुराहरू इट्स जस्ट चिजहरू चलिरहेछ भइरहेछ आफ्नै गतिमा सानो कुराहरूमा खुसी हुन खोजिरहेको खुसी एज इन खुसी पनि त्यो खुसी होइन कि बस अब यस पछिको हुन्छ नि हरेक चिजहरू चाहिँ अलिकति सबै चिजहरू चाहिँ अलिकति के भन्ने त्यसलाई फल हुन्छ नि कर्म गर फलको आशा नगर टाइपको हुन्छ नि त्यो हिसाबले चाहिँ गर्ने हो ठिकै छ त आएन सडन टाइम पछि आउला एकदमै आउला भनेर बसेर नि भएन सो आई डोन्ट नो खै कहाँ के चलिरहेको के भइरहेको के गरिरहेको एन्ड अल अहिले चाहिँ इट्स गुड आई हेभ माई ओन प्लान चलिरहेको छ मजाले दिस एन्ड द्याट अनि फरक पर्दैन कोही रिच आउट गर्यो अब हुन्छ नि इट्स गुड ठिक छ कसैले फोन गरेन भने नि मलाई खासै फरक परिरहेको छैन म आफै पनि कसैलाई कल गरिरहेको छैन एकदमै चाहिने नै भयो भने चाहिँ ठिकै हो अनि सोसल मिडिया अब हुन्छ नि पहिलाको जमानामा विदाउट सोसल मिडिया नि मान्छे जिन्दगी काटेकै थियो हुन्छ नि ट्राभल पनि जिन्दगीभर एउटै घरमा एउटै ठाउँमा बसेर पनि काटेकै थियो मान्छेले भने अब सबै ठाउँमा पुग्नै पर्छ एकदम मोडर्न हुनैपर्छ भन्ने पनि छैन त्यही चलिरहेछ यार अहिले चाहिँ दिमागमा आउँछु बिस्तारै सोसल मिडियामा पनि आउँछु सोसल मिडिया एज इन लाइक यो फेसबुक इन्स्टाग्राम दुनियाँदारीमा चाहिँ सकेसम्मै सोचिरहेको छु आई एम नट स्योर अबाउट इट थाहा छैन अब त्यो फ्लो अनुसारै गइरहेको के हुन्छ थाहा छैन युट्युब चाहिँ अब आई विल कन्टिन्यू खिचिरहेको छु मतलब पोस्ट मात्रै गरेको छैन अनि अलि डिफ्रेन्ट चाहिँ हुन्छ होला अबको चाहिँ आई थिङ्क मेबी धेरै मान्छेको लागि चाहिँ त्यस्तो इन्टरटेनिङ चाहिँ हुँदैन होला अलिकति बोरिङ टाइपको हुन्छ होला सायद अर मेबी लाइक हुन्छ नि अलिकति लाइफ लेसन टाइपको चाहिँ हुन्छ होला अब म त्यो फेजमा त्यो एजमा त पुगेको छैन बट वाट एभर आई एम गोइङ थ्रु मलाई जहाँसम्म लाग्छ 17-18 वर्षको बच्चाहरूलाई चाहिँ अब काम लाग्न सक्छ आई डोन्ट नो नलाग्नु पनि सक्छ बट आइ एम डकुमेन्टिङ दिस आई विल पोस्ट दिस पनि हुन्छ नि सबै चिजहरू सो त्यही हो दिस इज इट के बोल्ने केही छैन यतिकै बस्छु खिच्छु भन्ने सोचिरहेको थिएँ अनि साथीले कल गऱ्यो दिमागमा चिजहरू आयो मलाई खासै खिच्नै मुड थिएन कि सो दामी दिन गरेछ
हिजो अस्तितिर हिउँ परेको थियो यो पाखातिर यतातिर अनि अब तातो हुन थालिसक्यो माथि चाहिँ मेरो फेरि चिसै छ यो चाहिँ मजाले टेन्ट सेन्ट लगायो बुकसुक पढ्यो अनि आफ्नै खालको रुटिन छ इट्स गुड लाइफ चलिरहेछ भइरहेछ अब चाहिँ मजाले साक्षी भएर हुन्छ नि हरेक चिजहरूमा प्रेजेन्स भएर काम गर्न ट्राई गर्ने हो गर्छु नै त भनेर भन्न मिल्दैन कोही आओस् कोही नआओस् हुन्छ नि के होस् के नहोस् फरक नपरोस् के त्यो हिसाबको चाहिँ हेरौँ न आफूलाई त्यो पोजिसनमा राख्न चाहिँ नहुने रहेछ कि जहाँबाट चाहिँ अब थाहा हुँदैन फेरि हुन्छ नि नपरुन्जेलसम्म थाहा हुँदैन परिसकेपछि पो अलिकति भन्ने कुरा हुन्छ केही सिचुएसनहरू केही ठाउँहरू सकेसम्म हुन्छ नि केही पनि कामहरू सिचुएसनहरूमा छिर्नुभन्दा अगाडि चाहिँ अलिकति पछाडि फर्केर हुन्छ नि यो चाहिँ के भइरहेछ त म को हो त भन्ने कुराको अलिकति ज्ञान भयो भने चाहिँ हुन्छ नि केही चिज आयो केही मान्छेहरू आयो अनि त्यसको कन्सिक्वेन्सेस पनि आउँदो रहेछ कि राम्रो नराम्रो दुइटैमा चाहिँ अब समान भएर बस्न सक्नु पऱ्यो कि सो दुइटै चिजमा चाहिँ एउटै भनेर बस्न सक्यो भने चाहिँ आफूलाई चाहिँ गाह्रो हुँदैन होला रोडको कामहरू भइरहेछ रोड बनिरहेछ त्यही हो हेरौँ केयर गरौँ आफ्नो मेन्टालिटीको चाहिँ अलिकति केयर गरौँ सकेसम्म अलिकति क्राउडबाट टाढा भएर आफूलाई बुझ्न खोजौँ न के चलिरहेछ फरक पर्दैन दिमाग एकदम फाट्ला जस्तो हुन्छ फाट्दैन दिमाग फाटेर मरेको कोही पनि छैन सो ठिकै छ